गाइस वेलकम ब्याक टु माई ब्लग आजको ब्लगमा चाहिँ आज हामी भन्दा पनि मेरो दाइको बर्थडे त्यही बर्थडेमा चाहिँ केक मन त काट्न आँटेको त्यही हो के हो पुरै यहाँ मेरो केही देखाउनु पर्ने छ यसो गाइडहरूलाई मेरो फ्यामिलीहरूलाई रोनाल्डो र नेमार कुनको फ्यान हो कमेन्ट हाल्नु होला मेसी त आउँदैन मेडलहरू छ त्यो एलिसेले दिएको हो क्या नेमार देखेन हौ ल मलाई भन्छ अन्त त्यसलाई थाहै छैन ला नभनि कहाँ गयो अनबक्सिङ हुँदैछ हाम्रो केक दा सन्देश नाम लिन बडा खोइ सन्जोग दादा कुन त नि कता भुइँमा प्यात्त फेरि अघि कस्तो उयसमा लाउने बिर्सेको क्या उयसमा पनि नलगाएको होस् भन्दा निकै गर्मी पो भयो ल ह्यापी बर्थडे टु यु सिङ्कु मिङ्कु तर के सु गर्देऊ न तिमी फेरि याम तिमी मेरो लखण्डा हो क्या सु भाउजू पनि त्यहाँ लकन्डी दुइटैले सरे लकन्डा अनि खोइ मम्मी खोइ हुनुपर्ने होला नि को देखाउँदै थियो बाती भनिदेऊ न खोइ मम्मी र दादा चाहिँ उता ल रोनाल्डो मेरो माथि पनि छ नि रोनाल्डो त फेरि ल अब यता फर्केर नाम लिन सु सु अब अर्को यो चाहिँ लोकन्डीलाई है ल लोकन्डी लाउँछौ बर्थडे गिफ्ट रे त्यो चाहिँ कुन त खोइ अहिले फेरि त्यहाँ नाम निकाले म त पार्दैन ओइ खोइ त्यो स्प्रे ए हाने यस्तो माथिबाट उ यसकै अनुहारमा मात्र हाने गर्ने नाम्नीमालाई एउटा दे त एउटा उयो गर न नाम्नीमालाई एउटा दे न ओइ त्यो अघि मैले दिइसकिसकेँ त्यो स्प्रे यस्तो हान्नु Happy birthday to you. Happy birthday, Sinku. Happy birthday to you, Sinku Minku. Namnima. Happy Holi. Happy Holi. केही हुँदैन हौ त्यो त त्यो त के गर्नु हो त्यो बिचारालाई अहिले देख्दा याद आउँछ हौ जे भन्ने पनि पैसा यहाँ पहिला त
तिमी रमाइ काट्नुपर्छ क्या के ल सम्झेको साथीको यत्रो त छ नि बे गरेको भए यत्रो चाहिँ झन्डै भइसक्छ नि हो नि होइन सम्झनाको लागि चौरी परिसमा छिटो बिहे गर भन्यो नि अलिक मोटाउस पनि भन्नु मलाई बिहे नै गर्दिनँ ल नाम्नीवाला नि दिनु 20 रुपियाँ खोइ सुषमाले के काट्ने मान्छे नै छैन नाम्नीमा ल त्यो पुतली चाहिँ नाम्नीमा लगाइदियो नि अन्त रुँदैन बुद्धि सुद्धि थालिसक्यो त हौ खुवाइदिनु न तपाईँ पनि हो नाम्नीमालाई नि छोरी खुवाइदिनु यसलाई चाहिँ आशीर्वाद त स्पेसल दिनु कान्दा छोरा हुनुको फाइदा है यो चाहिँ कान्छो हुनुको फाइदा यही हो नि ल मेरो पारा केही हुँदैन पुतली लगाइदिनु न पुतली नै टसाइदिनु न अनि छिटो छिटो बेकार भन्नु त्यति नै हान्नु न मलाई पैसा नदिए पनि नाम्नीवाला त दिनु नि अब होइन नाम्नीवाला खोइ टिका लगाइदिनु हाँस्नु थाल्यो है खोइ गिफ्ट यो फोटो पनि देखाउ न फोटो पनि देखा नि जुम त्यो उयो चाहिँ डेट चाहिँ त नदेखाउनु डेट पनि होला नि है ल नाम्नीमा ल खुसी थाप ल स्पन्दर नै यही हो अघि मम्मीले दिनु भएको भने पैसा भन्दा ठुलो आशीर्वाद हो होइन होइन एकछिन न ओ सन्देश आइयो पालो तेरो पालो ए ल साइला पाल्न कान्छा हुन्छ ल अब साइला पालो आयो अरे अब पैसा हुनु परेन यहाँ पैसा गरिब भएर यहाँ तेल त खिचेको अनि यहाँ त अनि फेरि कस्तो अन्तमा दाजु भन्दा भाइ बुढा आइरहेको छ नि ठेट यो त भएन नि त नि ल सन्देश आइज छिटो
भाउजू ल्याउनु भन्न भाइ त्यो चाहिँ हान त ल तैँले हानेर त ठ्याक्क मलाई भाउजू चाहियो छिटो आशीर्वाद चाहिँ तँलाई चाहिँ दिनुपर्ने हो भोलि नाचिदिएर ल्याउनु अलिक त्यो चाहिँ सुन्नु भएन नि त उनले त खान्छ नि त एक पैसा दे मेरो तल आयो पैसा दिनु पर्दैन है त पिरा पिरा आम्मा मैले त पैसा थोरा दिएन त अब गिफ्ट नल्याए नि यस्तो होइन यहाँ त सुजन यहाँ गर त म त यहाँ त अटिनँ त रोजन भाइले गरिदिएकोमा बती काकी छिटो ल्याउनु भन्ने भन छिटो न अलिक मजाले भन न अलिक मजाले आऊ के खुवाइदेऊ कि आफै खाने कहिले भाउजूको पालो ए म छिटो भनेको छ अरे होइन टिका लाउनु परेको छैन त यो मिठो हुँदो रहेछ छैन ए कममा खाइहाल्छ देऊ त काटेर यता नाम यहाँ पो तान्देऊ न फेरि पनि अब आशीर्वाद दिनु राम्रो आइरहेको सबैलाई नले न यहाँ दुईजना अनि भाउजूहरू त किटानै जानुहुन्छ दुईटा मात्र ले न यो कति बजी जन्मेको अरे त्यही भएर म बिहान 9 बजी उठ्छु बिहान 7 बजी जन्मेको अहिले कति बज्यो 9 बजी 8:30 भयो 8:30 भयो ल 10 बज्यो बाई गरिदेऊ ल नाम्नीमा अब नाम्नीमा सु सु फेरि पनि ल ल हातै ठोकियो ल सु सु यता कुदेर यता ल सु ल ए लु होस् अहिले लड्छ हौ बित्थामा होइन